Guys, welcome to my new vlog. आज चाहिँ हामी झन्डा पार्क भन्ने ठाउँमा छौँ। म चाहिँ हिँड्न नसकेर ठीक छ दिदी, ठीक छ। मेरो दुईवटा दिदी र भाइ उनीहरू चाहिँ मभन्दा चलाक चलाक हिँडिरहेछन् क्या। यस्तो जङ्गलको बिच रहेछ। अरे भाइ कहाँ गएको? सङ्गीता यसलाई दे त है। आज थाहा छ ढिलो भयो मलाई काममा जानु भनेर म नआउनु उताबाट फर्किसकेको मान्छे। अब अहिले जाँदा इनड्राइभ गरिदिने रे, अनि फेरि त्यही भएर म उकालो सिँढी चढ्दैछु। तलबाट चढेको सिँढी अझै पुग्दैन। फोटो सेसन अब सुरु गर्ने रे। फोटोग्राफर यहाँ छ। मोडल उहाँको नै हो अब फोटो सेसन हुने चाहिँ। क्यामेराम्यान यहाँ रेडी भइसक्यो, फोटोग्राफर ज्यू। मलाई चाहिँ यसरी यहाँ फुल लगाउनु एकदम मनपर्छ। त्यहाँ आउँदा आउँदै भेटेँ, मैले चुडेर लगाइहालेँ। सल्लाह नै सल्लाह मात्रै रहेछ। उता मेरो घरमा नि यस्तै छ, सल्लाह पाखा छ मेरो घरमा नि। बिस्तार बिस्तार चढ्दैछु, मेरो हात गलिसक्यो मोबाइल समात्दा। हेलो हिरो, what is your name? My name is Enis Tamang. Tamang. यहाँ हेर्नु न, सल्लाह नै सल्लाह मात्रै वरिपरि सबैतिर। ओ टिकटकर भ्लगरहरू छिटो आऊ। सानो सानो तिमीलाई भए तिमी मुस्कुराउनु मन मेरो टाढिनु पर्ने है। यहाँ सुन, मलाई कुर्तामा कस्तो देखिएको छ प्लिज कमेन्ट। आज चाहिँ रेड कुर्ता लगाएको अनि फ्लावर। ए यो रुमको चाबी है। खै त मैले बोकेको थिएँ। एकचोटि मलाई हेर्नु होला। सल्लाह छ, सल्लाह 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 हल्लै हल्ला हुन्छ यहाँ। भाइ कस्तो लाग्यो यहाँ आएर? राम्रो लाग्यो। झन्डा पार्क हो यसको नाम। पार्क होइन, पार्क झन्डा पार्क। पार्क के हो रे भाइ? झन्डा पार्क झन्डा पार्क होइन, झन्डा पार्क झन्डा पार्क। एकछिन बस्नु, म तपाईँहरूलाई त्यहाँ माथि पुगेर यो तलको नजारा देखाइदिन्छु भनेको। यहाँ चढ्नु पनि नसकेर मलाई कति हाँस्नु। अस्ति यही साइकल रेस भएको? यहीँ भएको भाइ, यहीँ भएको। हात दुख्यो, उकालो हिँड्नु सकिनँ, मोबाइल समातेर हात दुख्यो। हेर्नु, आज मेरो कलेज बिदा हो किनभने आज तमुलो सार चाहिँ गुरुङहरूको हो है। तर हामी बौद्ध धर्म मान्नेहरूको सबैको हो। अनि आज घुम्न जाने भनेर हिजोसम्म चाहिँ प्लान थिएन, किनभने मेरो इक्जाम चलिरहेछ। पढ्नु चाहिँ पर्ने हो, तर दिदी हेर्नु न भोलि सोसलको हो क्या, त्यही भएर मैले नपढेको। मेरो दिदी रनिङ यो चाहिँ रोड रहेछ हौ, यहाँ माथि आएपछि देखियो। अब कताबाट जाने हो? त्यता त कहाँ रहेछ त? ए
मेरो भोलि सोसल हो क्या अनि सोसल त सजिलो भइहाल्छ अनि म त्यही भएर पढेको छुइनँ हिजो पनि बेलुका चाँडो सुतिदिएँ अनि यहाँ चाहिँ काँडा रहेछ यहाँ हेर्नु न यस्तो यस्तो काँडा छ तर पनि म घोप्टेर हिँडिरहेको छु मेरो कपाल खराङ तानिदियो भने फेरि मेरो कपाल यस्तो छ क्या अनि त्यो भाइ छिराइदेन यस्तो तिखो काँडा छ खेलेर बस्छ भनेको ल हामी बल्ल बल्ल उक्लियौँ अब त्यहाँ मेरो आइडल मोडल दिदी टिकटक बनाउँदै आउनु भएको छ म हिजो अस्ति चाहिँ अलिक स्याड थिएँ किनभने मेरो फिजिक्स पनि बिग्रियो क्या एक्जाम अनि त्यो हिजो चाहिँ नेपाली थियो नेपाली एकदमै बब्बाल भयो अनि म खुसी छु अब फेरि केमिस्ट्री पनि ठिकै भयो त्यसमा पनि खुसी छु अब सोसल पनि ठिकै हुन्छ त्यही भएर पनि आज पढिरहेको छैन अलि बायोलोजीको टेन्सन लागिरहेछ तर त्यो पनि अब ठिकै जाला भन्ने सोच त्यसैले हामी घुम्न आएको अनि एकदमै ह्याप्पी भएर घुमाउँ भन्ने यहाँ मेरो भाइको पुच्छा र अड्क्यो काँडा ओए मतिर पो फालिदियो एकछिन पक्नु म तपाईँलाई झन्डा पार्क देखाउँछु भनेको पुग्दिनँ कहिले यत्रो चढ्दा गरिसक्यो है यत्रो तलबाट आएको कता के हो चराले हग्छ कि के हो बाँदरले हग्दो रहेछ नि माथि ओहो गाइजहरू झन्डै म माथि हग्दैन यहीँ परतिर हग्यो ल हामी फाइनली अब आइपुग्यौँ ओहो देखियो अब चाहिँ देखियो बस्ने ठाउँहरू उकालो चढ्दा मेरो हालत खराब भइहाल्यो यो चाहिँ मेरो फर्स्ट भ्लग हो ल साथीहरू मैले फर्स्ट टाइम आज घुम्न आएको अनि भ्लग बनाऊँ भनेर भ्लग बनाएको हामी थाहा छ त्यहाँ आउने बित्तिकै नि एउटा आइसक्रिम बेच्ने दाइ रहेछ कस्तो जिस्काउनु भयो अनि आइसक्रिम किन्नु भनिरहनु भएको थियो यस्तो चिसोमा कसले आइसक्रिम खाने हेर्नु हामी आइपुग्यौँ फाइनली यही हो यता पनि सल्लाह मात्र देख्छु म त यही हो झन्डा पार्क घाँस काट्दैको सङ्गीता हामी पनि गाउँमा यसरी घाँस काट्थ्यौँ तल गएर काट्दैन यति कहाँ नदेखिने रहेछ जम्मू त्यो तल गएर टिकटक बनाउने त्यो हो पैसा छैन गाइस के गर्नु टिकट काट्नु हुन्छ पैसा छैन अब चाहिँ हामी यति नै मेरो आजको ब्लग बाई बाई अब नेक्स्ट फेरि हामी घुम्न गयौँ भने अनि फेरि म ब्लग बनाउँछु अनि भेटौँला बाई बाई सी यू